काम गर्न जाँदा यति रमाइलो हुन्छ भनेर मैले कहिले नि सोचेकै थिइनँ। हेलो 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 गाइज, के छ त हजुरहरूको हालखबर? मेरो चाहिँ सबै सन्चै आरामै छु। र आज पनि हामी दुई दाजुभाइ भुस बन्न जाँदैछौँ र भुसको बोरा लिनु दाइकोमा हामी जाँदैछौँ। फेरि मेरो दाइको अरूभन्दा साइकल राख्ने स्टाइलै फरक के हेर्नुहोस् न। फेरि हामी आएको थाहा पाएर दाइले बोरा झिक्दिनु हुँदै थियो। बोरा डाङ्गे फालेर फेरि दाइले ला यो बोरा गन त भाइ भन्नुभयो। हुन्छ दाइ भनेर फेरि म बोरा गर्नतिर लागेँ। बोरा सबै गनिसक्दा त 38 बोरा मात्रै थियो रहेछ। बोरा गनेर एकछिन केही बसेको दाइले उखु खाने भनेर सोध्नुभयो। अब नखाने त कुरा आएन अनि उखु बचाउनुतिर लागेँ म। उखु बचाएको भाजी नै मानिरहेको थिएन अनि जसो तसो भए पनि बचाएर खानेतिर लागेँ म। अनि फेरि दाइले यहाँ हेर त मेरो कुखुरा हिजो राति त स्यालले यस्तो बनाइदियो नि भनेर देखाउनुहुन्छ। हामी त गफ गरेर के बसिरहेको थियौँ त्यतिमै भाउजूले चटपटे बनाएर ल्याइदिनु भयो। अनि हामी दाजुभाइ खानु थाल्यौँ। चटपटे खाइसकेर हामी दाजुभाइ हाम्रो कामतिर लाग्यो। फेरि यहाँ दाइहरूको पसलमा हेरेको यो खुन जस्तो के हो दाइ भनेको त चटपटेको कलर पो भन्नुहुन्छ। हे जेसुकै होस् भनेर म र मेरो दाइ हामी हाम्रो कामतिर लाग्यो। फेरि हाम्रो घर छेउमा पानी ट्याङ्की पनि बनाउँदो रहेछ, त्यो त मलाई थाहै थिएन। अब राम्रो पानी खानु पाइन्छ भन्ने खुसी हुँदै लाग्यौँ हामी। भुस बन्ने ठाउँ चाहिँ हाम्रो यहीँनिर हो। हामी भुस बन्ने ठाउँ चाहिँ आइसकेको थियौँ। दाइहरूले भन्नुभयो भर्खर खाजा खाएर आएको, एकछिन बसौँ अनि काम गर्न थाल्यौँ भन्नुभयो। दाइहरूले एकछिन भनेर फेरि 1 घन्टै फिल्म हेर्न थाल्नुभयो। मलाई त अल्छी लागेर म चाहिँ सुतेँ। बल्ल बल्ल दाइहरू उठ्नुभयो अनि भुस बन्ने ठाउँमा जान थाल्यौँ। भुस बन्ने ठाउँ चाहिँ अब भुस बन्न थाल्छौँ हामी। भुस त सबै भरिसक्यौँ, अब भरेर मात्रै हुँदैन, सिलाउन थाल्छौँ हामी। भुस भर्नु सिलाउनु सबै काम सकिसकेको थियो अब चाहिँ हाम्रो। र अब चाहिँ हामी घरतिर सामान प्याक गरेर जान्छौँ। र हामी दाजुभाइ हँसी मजाक रमाइलो गर्दै हामी चाहिँ घरतिर लाग्छौँ। र मैले चाहिँ घाम अस्ताउँदै गरेको मजा लिँदै चिप्सहरू खान थालेँ। सो आजको लागि यति नै। मलाई आशा छ हजुरहरूलाई मेरो भिडियो मन पर्यो भनेर। सो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब र फलो गरिदिनु। आजको लागि टाटा बाई बाई।